आज चाहिँ जोगमुनि हिँडियो भनेर मैले चाहिँ भिडियो बनाएँ अनि साह्रो गर्मी छाने देखाउँदै थिएँ। अनि बहिनीहरूको लागि गएको थिएँ। मेनली चाहिँ बहिनीहरूको सपिङ थियो, माथि पाहाड जानुभन्दा अगाडि बहिनीहरूको। अनि गर्मीले यति साह्रो पसिना आइरहेको थियो नि धरानमै चढ्दाखेरि। तर मैले आज यति धेरै सनस्क्रिन लगाएको थिएँ कि विराटनगरमा चाहिँ यति धेरै गर्मी छ कि एकताल जाँदाखेरि म पुरै डरेको थिएँ क्या। अनि गएँ म हावा खाँदै। अनि म बाटो देखाउँदैछु क्या कस्तो घाम टल्केको, ओ माई गड घाम टल्केको देखेर म त छक्क परिरहेको। अनि विराटनगर पुग्यौँ। विराटनगर पुग्नु बित्तिकै मैले चाहिँ स्कार्फ लगाएँ अनि कस्तो कमेडी देखिरहेको छु तर नि लगाएँ घामबाट जोगाउनको लागि। अनि हामी गयौँ जोगमुनितिर। जोगमुनि पुग्यौँ। जोगमुनि पुगेर हामी हिँड्दैछौँ। अब बोर्डर पार गऱ्यौँ। अनि जोगमुनि चाहिँ भिड आज त्यति धेरै भिड थिएन, ठिकै भिडमा थियो। त्यस्तो अस्तिको जस्तो भिड थिएन, सायद गर्मीले नै होला। गर्मीले हालत त्यस्तो छ भन्दै हिँड्दै भिडियो बनाउँदैछु। अनि यतातिर सब्जी मन्डीहरू गयौँ। यतिखेर चाहिँ ड्याडीले मलाई एउटा सामान लिनु लानुभएको थियो, त्यो खोज्दा खोज्दा नभेटाएर। अनि जोगमुनि सपिङ गरिसकेपछि साथीकोमा आयौँ, अनामिकाकोमा। आउनु बित्तिकै यस्तो भोक लागेको थियो, मलाई त यस्तो भोक लागेको थियो कि मैले त हतार खाना खोजेर खान थालेँ क्या। फ्रिजबाट झिकेर आफै गएर खान थालेँ। भोक लागिसकेको थियो मलाई। अनि उसले फेरि त्यसपछि करेन्टहरू बनाइदियो, भेनानी आउनुभयो। अनि ऊ आफ्नै साथीको नानी भइसक्यो। मेरो चाहिँ अहिलेसम्म बिहे पनि भएको छैन भन्नु मन लाग्यो। अनि हामी चाहिँ फेरि केटाकेटी जस्तो खेलाउनाहरू ल्याउँदै खेल्दै बसिरहेको थियौँ क्या। सबै खेलाउनाहरू हेर्दै बसिरहेको थियौँ। कस्तो मन पऱ्यो यो डग मलाई नि साँच्चै भनेको। ओ भाइ गड कोही किनिदेऊ न भाइ किनिदेऊ वाला भइरहेछ। कस्तो क्युट के, आई लभ इट। अनि मेरो फोनबाट चाहिँ आमा छोराले फोटो खिच्नु नि भ्याइसकेछ। अनि त्यसपछि चाहिँ मैले भेनाको टोपी लगाएर देखाउँदै थिएँ क्या। भेना हेर्नु त मलाई कस्तो देख्यो भनेर, राम्रो देखेको छैन भन्दै थिएँ। तर मलाई चाहिँ खास गरी यो समुद्र लुटेर मुभी हेर्नुभएको छ नि त्यसको पाइलट जस्तो देखिरहेछ मलाई। कमेडी लागेर फेरि भेनालाई जिस्काउँदै थिएँ क्या। भेनाले चाहिँ बिल्ला हान्दै अन्त मेरो। अनि मैले अझै भेनाकै बिल्ला हानिदिँदै थिएँ क्या। हेर्नु त म कति राम्रो देखेको भन्दै। तर खास गरी चाहिँ समुद्र लुटेर जस्तो देखिरहेको थियो। भेनाको टोपी लगाएर अब यसो फोटो खिच्नु होइन, फोटो खिचियो। अनि त्यसपछि अब छुट्टिने बेलामा लास्ट सेल्फी हानियो। अनि त्यसपछि चाहिँ बस हामी चढ्दाखेरि 7 बजिसकेको थियो कि। अब म त बस पाउँदैन होला जस्तो लाग्थ्यो। बहिनीहरू फेरि गएको थियो नि त सपिङ गर्नु। फेरि जोगमुनि सेकेन्डचोटि पनि गयो क्या सामान बिर्सेर। अनि त्यही भएर हामी 7 बज्यो। अनि 7 बजी गाडी चढ्यौँ धरानको लागि। दिनभरि गर्मी भएर अनि फेरि मैले त्यतिखेर त नुहाइ पनि दिएँ क्या साथीको घरमा गएर गर्मी ज्यादा भएर। हिँड्यो कस्तो शीतल हावाको भने नि आनन्द भयो। अनि फेरि यहाँ चाहिँ कस्तो के विराटनगरबाट त ल्यायो। लास्टमा त इटरीमा गएर बस चेन्ज गर्यो। बस चेन्ज गरेपछि त आधी घन्टा त वेटिङमै राख्दो, आधी घन्टा जति बस वेटिङमै राख्दो। त्यसपछि अनि गर्मीले कस्तो भएको होइन त्यतिखेर त बाफेर। फेरि रातिको 8 बजे पनि मान्छेहरू आउँदो रहेछ क्या बस चढ्ने इटरीमा। म त थाहै थिएन। म त छक्क परेँ। यतिखेर नै यति साह्रो भिड भयो कि एकैछिनमा खाली बस्थ्यो। अनि त्यही पनि अब फेरि फर्कियो गर्मी।